Hello everyone, welcome to my vlogs. It's all about family, friends, and lots of foods. हामी चाहिँ अहिले पिप्चीकोला बस स्ट्यान्डमा धामराम जानको लागि बस पर्खिरहेछौँ। पेप्सीबाट हामी 3जना बस चढेर गोठाटारसम्म गयौँ एन्ड गोठाटारबाट चाहिँ हामी हाम्रो साथीहरूसँग बाइकमा सुन्दरी जल गेटतर्फ लाग्यौँ। हाम्रो एक्चुअल हाइक चाहिँ सुन्दरी जलको गेटबाट स्टार्ट हुनेवाला थियो। त्यहाँ बाइक राखेर हामीले चिया नास्ता गर्नलाई एउटा त्यहीँको साइडको पसलमा गएर चना अन्डा चिया खाएर दिनभरिको लागि एनर्जी लियौँ र हाइकको तर्फ लाग्यौँ। हे गाइज, आज चाहिँ हामी धामरामतर्फ जाँदैछौँ अनि अहिले चाहिँ बजिरहेको छ 9। मेरो साथीहरू चाहिँ भिडियो खिच्ने क्रममा अगाडि गइसके। ब्युटिफुल जर्नी। Shout out to Pratik for being the voice, the cameraman of my vlog during the entire duration of the hike. आजको चाहिँ हाम्रो गन्तव्य धाम ड्यामसम्मको रहनेछ। अहिले बजेको छ हेर्न सक्नुहुन्छ। हाम्रो मोबाइलै बोलेन है। No. Ready. आज त चाहिँ हाम्रो गन्तव्य अब धाम ड्यामसम्मको रहेको छ। अहिले हेर्न सक्नुहुन्छ अहिले 9:03 भइरहेको छ टाइम चाहिँ। अब हामी 9:03 मा ठ्याक्कै सुन्दरी जलको गेटबाट इन्ट्री पोइन्टबाट इन्टर गरिसकेका छौँ र अब हेर्दै जाउँ हामी आज कति बजेसम्म चाहिँ धाम ड्याम पुग्न त। उहाँले भने जस्तै हामी धामरामतर्फ लाग्दैछौँ। हाम्रो शिवपुर नेसनल पार्कमा चाहिँ यहाँ देखाएको जति एक्टिभिटिजहरू गर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो टिकट काउन्टर रहेको छ। यहाँ चाहिँ अब हामी टिकट काटेर भित्र जानेछौँ। हामीले चाहिँ अब टिकट काटिसकेको छौँ। यो टिकटको चाहिँ नेपाली पर्सन पर रुपिज 100 रुपिज पर्छ र अब हामी नेसनल पार्कतर्फ लाग्नेछौँ। प्रिस्नी भ्लग छ है त गाइज। प्रिस्नी हाइक छैन, प्रिस्नी ट्रेक छैन। किनभने भ्लग मात्र गर्न सक्छ, 15 मिनट पछि स्याउ जस्तै रातो हुन्छ। म माथि गएर अब चाहिँ हामी सुन्दरी जल ड्याम आइसकेका छौँ। यो चाहिँ नेपालको सेकेन्ड ओल्डेस्ट ड्याम हो सायद। र अब हामी यो ड्यामलाई क्रस गरेपछि धाम ड्यामतर्फ अघि बढ्नेछौँ। यो चाहिँ बाइकहरूबाट जाने बाटो। अब हामी दुईतिर बाटो छ, सिडीबाट जाँदा पनि हुन्छ। हामी चाहिँ अब यताबाट जान्छ। स्निकर ब्रेक र हाम्रो बिन्दु म्याडमको हरकत हेर्न सक्नुहुन्छ। ल 2 फिट चढेर एकदम उपलब्धि हासिल भए जस्तो फिल भएको छ उहाँलाई। हिमाल चढ्ने मान्छेलाई यति रुख चढेर एकदम हामी एकदमै जङ्गलको बिचमा छौँ। यहाँबाट चाहिँ बाटो हामी चिसापानीतर्फ लाग्दैछौँ। चिसापानीलाई यता बागद्वार बागमती रिभरको ओरिजिन प्लेसको लागि चाहिँ यता लाग्नु पर्ने हुन्छ। हामी चाहिँ अब यता फाइनली वी आर हियर। हामी धाम ड्याममा आइसकेका छौँ। एज यु क्यान सी इट इज ब्युटिफुल।
मोस्टली पिपल प्रिफर टु गो दाब ड्याम फर्स्ट अनि त्यसपछि चिसापानी, जो कोही पनि चिसापानीसम्म हाइकिङ जाँदै हुनुहुन्छ। तर हामीले चाहिँ डिफ्रेन्ट रुट लिएर डाइरेक्ट चिसापानी पुग्ने गरी अनि रिटर्न आउँदा चाहिँ दाब ड्याम निस्किने सोच बनाएका थियौँ। हामीले हाम्रो प्लानको अकर्डिङली अराउन्ड 5 आवर्सको हाइकपछि चिसापानी पुग्यौँ। अनि आई वुडन्ट रिकमेन्ड चिसापानी एट अल। म र मेरो फ्रेन्ड्सहरूको एक्सपेक्टेसन अनुसार चाहिँ चिसापानी वाज अ डिसअपोइन्टमेन्ट। तर चिसापानीबाट रिटर्न आउँदा दाब ड्याम वाज सो ब्युटिफुल, एकदमै पिसफुल, दिनभरिको थकान मेटाइदिनेवाला भ्यू थियो। इट वाज सो मेस्मराइजिङ। मी एन्ड माई फ्रेन्ड्स वी टुक सो मेनी पिक्चर्स देयर। हामीले लगेको खानेकुराहरू हामी इन्जोय गरेर खाइरहेको थियौँ, विच वी फगट टु क्याप्चर। अनि दाब ड्यामबाट रिटर्न हुने बेलामा चाहिँ रिटर्न हुन नै कसैलाई मन लागिरहेको थिएन। इट वाज जस्ट 4 बजिसकेको थियो अनि हामी त्यति बेला पनि रिटर्न नभए सुन्दरी जलको जङ्गल चाहिँ एकदमै राति कटाउनु पर्ने हुन्थ्यो हामी फर्किँदा, अनि इट वाज रिस्की। सो वी डिसाइडेड टु रिटर्न। अनफर्चुनेटली वाइल रिटर्निङ हामीले चाहिँ एउटै पनि भिडियो अथवा पिक्चर क्याप्चर गरेनौँ। हामीहरू सबैजना एकदम टायर्ड भइसकेको थियौँ दिनभरिको हाइकले। हाम्रो लेग्सले गिभ अप गरिसकेको थियो एन्ड आवर मेन मोटिभ वाज टु रिटर्न बिफोर इट टर्न्स डार्क, किनकि सुन्दरी जलको फरेस्ट बाटोमा पर्नेवाला थियो। वी वाक्ड एज फास्ट एज वी कुड, तर पनि हामी रिटर्न सुन्दरी जलको गेटमा आइपुग्दा अराउन्ड 7:15 PM भइसकेको थियो। वी डिसाइडेड टु ह्याभ one कप अफ टी त्यहीँ नियर लोकल सपमा। हामीले चिया खाइसकेर चाहिँ हामीहरू आफ्नो आफ्नो घरतर्फ गयौँ and we ended the day. It was tiring but it was really fun. So here's me signing off. यो भिडियोको लास्टमा चाहिँ तपाईहरुले 2टा बोनस भिडियो देख्नुहुनेछ and I think you will enjoy watching it as much as I enjoyed making the entire video. Please do share, like, subscribe and comment to my channel. नानी तकन तानी तानी तकन नानी इको इको मध्येमा यही हाल्नुपर्छ ल गाइज आज हामी यस्तो जङ्गलको बिचमा आएको छौँ है। यता अगाडि चाहिँ गधाहरू छन्, पछाडि अर्को गधा छ। यो छल हो, सबै छल। गधाहरूको लिडरले भ्लग गर्दैछ ठुलो गधा। अङ्कित तिमी लिडर हो रे हो?